सम्पूर्ण साथीहरुमा नमस्ते। म दिनेश लामिछाने। राम्रो लोकसेवा आयोगको तयारी कक्षा पब्लिक सर्भिस कमिसन प्रिपरेसन क्लास राम्रो भोलिको लागि आज सिकौं र सिकाउँ फर बेटर टुमारो टुडे लर्न एन्ड शेयर भन्ने उद्देश्यका साथ सञ्चालित pscclass.blogspot.com को यो भिडियो क्लासको दोस्रो श्रृङ्खलामा अडियो क्लास भनौँ अथवा भिडियो क्लास भनौँ दोस्रो श्रृङ्खलामा तपाईहरुलाई फेरि पनि हार्दिक स्वागत गर्न चाहे। आज पनि हामीले लोकसेवा आयोगको तयारी कक्षाको लागि सहयोगी वस्तुगत तयारीको लागि सहयोगी वस्तुगत तथा विषयगत दुवै सामग्रीहरू लिएर आएका छौं। सामग्रीभन्दा पहिले लागौं pscclass.blogspot.com को छोटो परिचयतर्फ। देशमा बढिरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारीको समस्यालाई ध्यानमा राखी pscclass.blogspot.com निर्माण गरिएको हो। यहाँ हामीले सकेसम्म सम्पूर्ण विषयवस्तुहरू समावेश गर्ने प्रयास गरिरहेका छौं, जसले गर्दा कुनै पनि लोकसेवाको तयारी गरिरहनुभएका व्यक्तिहरूलाई ट्युसन सेन्टर, किताब या अन्य सामग्रीको पछि लाग्नुभन्दा पनि हाम्रो सामग्रीहरूले नै पर्याप्त होस् भन्ने हाम्रो सोच रहेको छ। तपाई पनि यहाँ आफ्नो ठाउँबाट हामीलाई सहयोग गर्न सक्नुहुन्छ। हामी तपाईलाई सहयोगको लागि विनम्र अनुरोध गर्न चाहन्छौं। यदि तपाईसँग पनि कुनै लोकसेवाको लागि सहयोगी सामग्रीहरू छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा सहयोग गर्न सक्नुहुन्छ मेल गरी। हामी तपाईको नाम सहित ब्लगमा तपाईको सामग्रीहरू समावेश गर्नेछौं। सरी। र तपाईसँग कुनै पनि शैक्षिक सामग्रीहरू छन् भने पनि हामीलाई पठाउन हुन अनुरोध गर्दछौं। हामीले ब्लगमा पुस्तकालयको पनि व्यवस्था गरेका छौं। कुनै पनि शैक्षिक सामग्रीहरू हामीलाई पठाउनु होला। हामीले पुस्तकालयमा शैक्षिक पुस्तक र अन्य पुस्तक अन्तर्गत साहित्यिक पुस्तकहरू र गोरखापत्रको हरेक बुधबार प्रकाशित हुने लोकसेवासँग सम्बन्धित सामग्रीहरू राखेका छौं र विषयगत अन्तर्गत हामीले व्यवस्थापन, मानविकी, विज्ञान, शिक्षा र कानुन संकाय अन्तर्गतका सामग्रीहरू त्यहाँ राखेका छौं। अब लागौं आजको वस्तुगत सामग्रीतर्फ। वस्तुगत सामग्री pscclass.blogspot.com को लोकसेवा आयोगको तयारी कक्षा सबैको लागि सबैतिरका केही प्रश्न उत्तरहरू भाग 2 बाट लिएका छौं। त्यसतर्फ लागौं। वायुमण्डलमा पाइने सबैभन्दा हलुका ग्यास हाइड्रोजन हो। अमेरिका कोलम्बसले पत्ता लगाएका हुन्। नेपालको नक्सासँग मिल्दोजुल्दो जिल्लाको नाम बागलुङ हो। प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्र सुनसरी जिल्लामा पर्दछ। दोलखाको सदरमुकाम चरीकोट हो भने खोटाङको सदरमुकाम दिक्तेल हो। अक्टोपसका 3 वटा मुटु हुन्छन् भने खुट्टा 8 वटा हुन्छन्। 30 रुपैयाँको नोट नामक कृतिका लेखक हृदय सिंह प्रधान हुन्। 30 रुपैयाँको नोट नामक कृतिका लेखक हृदय सिंह प्रधान हुन्। विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश भारत हो। वैज्ञानिकहरूको पनि वैज्ञानिक भनेर थोमस एल्वा एडिसनलाई चिनिन्छ। जुनार खेतीका लागि प्रसिद्ध कमाएको जिल्ला सिन्धुली हो। सर्भी भिटामिन सी को कमीको कारणले लाग्ने गर्दछ। देवताका वैज्ञानिक विश्वकर्मा हुन्। युएनमा शान्ति सेना पठाउने नेपाल 8औं ठुलो राष्ट्र हो। पर्वतको सदरमुकाम कुस्मा हो। पूर्वको मोती भनेर श्रीलङ्कालाई चिनिन्छ। एसियाको स्विजरल्यान्ड भनेर नेपाललाई चिनिन्छ। एसियाको स्विजरल्यान्ड भनेर चिनिने देश नेपाल हो। असार 15 मा नेपालमा धान दिवस मनाइन्छ। भगवान शिवको त्रिशूललाई पिनाक भनिन्छ भने भगवान विष्णुको शङ्खलाई पाञ्चजन्य भनिन्छ। अभिलेख अदालत भन्नाले सर्वोच्च अदालतलाई बुझिन्छ। प्रकाशको वेग 1 सेकेन्डमा 3 लाख किलोमिटर हुन्छ। मकर संक्रान्ति भनेर माघ 1 गतेलाई बुझिन्छ भने कर्कट संक्रान्ति भनेर साउन 1 गतेलाई बुझिन्छ। राष्ट्रिय जनगणना 2068 अनुसार क्षेत्रीको संख्या 16.6% रहेको थियो। ईसाई धर्मका संस्थापक जीसस क्राइस्ट हुन्। राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र जायर हो। जायरको राजधानी, मुद्रा र देशको नाम एउटै रहेको छ। विश्वकै सबैभन्दा धेरै वर्षा हुने क्षेत्र मासी नाम क्षेत्र
एसिया महादेशमा पर्दछ। अस्ट्रेलियामा अस्ट्रेलियामा निर्वाचनमा मत नहाल्नेमा $4 जरिवाना तिर्नुपर्दछ। यसलाई भन्न चाहे अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा $4 जरिवाना तिर्नुपर्दछ। विचित्र नामक गुफा गुल्मी जिल्लामा अवस्थित छ। 2014 को विश्वकप फुटबलमा अर्जेन्टिना विजेता भएको थियो। विजेता टिम अर्जेन्टिना थियो। फिलामेन्ट बल्बको आयु 1000 घण्टा हुने गर्दछ। पानी मुनिको देश भन्नाले हल्यान्डलाई चिनिन्छ। बुध ग्रहको एक दिन बराबर पृथ्वीमा 10 दिन हुन्छ। सूर्यलाई सिधा हेर्न सक्ने चरा चिल हो। हाल गोरखापत्रमा प्रकाशित हुने राष्ट्रिय भाषाहरूको सङ्ख्या 30 रहेको छ। सबैजसो चराहरूको नक्कल गर्न सक्ने चरा काँडे भ्याकुर हो। रेफ्रिजरेटरमा एमोनिया ग्यासको प्रयोग गर्ने गरिन्छ। नेपाली भाषालाई भारतको संविधानले 8औं अनुसूचीमा राखिएको छ। भारतको संविधानको 8औं अनुसूचीमा नेपाली भाषा राखिएको छ। नेपालमा सबैभन्दा बढी दृष्टिविहीन भएको अञ्चल कर्णाली हो। काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल हुन्। भारतको ताजमहल यमुना नदीको किनारमा रहेको छ। शारदा सिँचाइ आयोजना कैलाली जिल्लामा निर्माण गरिएको छ। काठमाडौँलाई वरिपरिबाट 7वटा जिल्लाले घेरेका छन्। अमेरिकाको सैनिकलाई जीआई भनिन्छ। हरेक साल राष्ट्रपतिको निर्वाचन हुने मुलुक स्विजरल्यान्ड हो। भारतको प्रथम मुगल सम्राट बहादुर शाह जफर हुन्। भारतको प्रथम मुगल सम्राट बहादुर शाह जफर। केन्द्रीय बैंक नभएको मुलुक पानामा हो। सर्वप्रथम हवाईजहाजमा प्रयोग भएको युद्ध प्रथम विश्वयुद्ध हो। कुमार सानु भारतीय गायक हुन्। प्रसिद्ध भारतीय गायक कुमार सानुको वास्तविक नाम केदार भट्टाचार्य हो। एउटा पनि हल नभएको देश साउदी अरब हो। महिलाहरूको विवाह हुनुभन्दा अगाडि एउटा बच्चा हुनु जरुरी हुने देश भियतनाम हो। आफ्नो कुनै पनि सिक्का नहुने देश पाराग्वे हो। पाराग्वेमा कुनै पनि सिक्का छैन। भियतनाममा कुनै फ्रान्सबाट स्वतन्त्र भएको देश हो। भियतनाम फ्रान्सबाट स्वतन्त्र भएको देश हो। नेपालमा सबैभन्दा बढी अवधि भाषा बोलिने जिल्ला कपिलवस्तु हो। बिहानको 6 बजे मानिसको तापक्रम सबैभन्दा बढी हुने गर्दछ। पुनर्जागरणको सुरुवात इटालीबाट भएको थियो। रासायनिक मल बनाउन प्रयोग गरिने ग्यास नाइट्रोजन हो। लहरै मोटरसाइकल मध्ये एउटा लहरै मोटरसाइकलहरू रहेका छन् र एउटा मोटरसाइकल सुरुबाट र अन्त्यबाट पनि 15औं स्थानमा छ भने त्यहाँ 29वटा मोटरसाइकल रहेका हुन्छन्। साहित्यमा 9वटा रस हुन्छन्। सबैभन्दा छोटो दिन हुने ग्रह बृहस्पति हो। संसारमा सबैभन्दा बढी प्रजाति हुने जीव जुका हो। यसलाई फेरि भन्न चाहे संसारमा सबैभन्दा बढी प्रजाति हुने जीव जुका हो। जुकाका सबैभन्दा धेरै प्रजातिहरू रहेका छन्। बायोटिन भिटामिन एच को नाम हो। ट्राकोमा रोग शरीरको आँखामा लाग्ने गर्दछ। मानव तथा जीव समूह नामक कार्यक्रम चलाउने संस्था युनेस्को हो। नेपालमा प्रत्येक वर्ष 0.50 डिग्री सेन्टिग्रेड तापक्रम बढ्दै गइरहेको छ। WWF को पूरा रूप वर्ल्ड लाइफ फाउन्ड हो। मनसुनी वायु हिन्द महासागर बङ्गालको खाडीबाट सुरु हुने गर्दछ। एसिया महादेशलाई होम अफ म्यान पनि भनिन्छ। होम अफ म्यान एसिया महादेशलाई भन्ने गरिन्छ। सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्ति जङ्गबहादुर राणा हुन्। नेपाली साहित्यको झर्रोवादी आन्दोलन बनारसबाट सुरु भएको हो। बिमस्टेकको तेस्रो सम्मेलन
सन् 2014 मार्च 14मा म्यानमारको नेपिट सहरमा भएको थियो। पछाडिबाट हिँड्न नसक्ने जनावर कंगारू हो। हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास हिलियम हो। अमेरिका, रसिया, बेलायत, फ्रान्स, चीन र जर्मनीमा नमिल्ने जर्मनी हो। यो देश नमिल्ने भन्दा पनि यो समूहमा नमिल्ने देश जर्मनी हो। नेपालको वर्तमान राष्ट्रिय गानका रचयिता प्रदीप कुमार राई व्याकुल महिला हुन्। सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क हो। नेपाल सन् 2015 को तथ्याङ्क अनुसार, प्रतिवेदन अनुसार 130औं स्थानमा पर्छ भ्रष्टाचारको सूचीमा। नेपाल सरकारको निशान छापमा लालीगुराँसमा नेपाल सरकारको निशाना छाप लालीगुराँसमा 14वटा थुङ्गाहरू रहेका छन्। ब्रिटिस उपनिवेश अन्तर्गत नभएर पनि कमनवेल्थको सदस्य हुने एकमात्र देश मोजाम्बिक हो। 3 पटक बैंक अफ द इयर घोषित हुने बैंक नेपाल इन्भेस्टमेन्ट बैंक हो। 2015 को विजेता स्ट्यान्डर्ड चार्टर बैंक हो। 16 को बाँकी नै छ। सतार जातिको कुल देवतालाई ठाकुर भन्ने गरिन्छ। चिन्नो जान्नो खाम्ची राउटे भाषामा प्रकाशन हुने, भाषामा प्रकाशित हुने पत्रिका हो। चिन्नो जान्नो राउटेले बोल्ने भाषा, खाम्चीमा प्रकाशित भाषामा, खाम्ची भाषामा प्रकाशित हुने पत्रिका हो। वातावरण क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार ब्लू प्लानेट अवार्ड हो। पूर्वा खोला जलविद्युत आयोजना इलाम जिल्लामा पर्दछ। किलर माउन्टेन भनेर मनास्लो हिमाललाई चिनिन्छ। नेपाल र बङ्गलादेश बीच दोहोरो करमुक्ति सम्झौता विक्रम सम्वत 2071 माघ 15 गते भएको थियो। मत्स्य पालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ राजधानीमा दोस्रो राष्ट्रिय मत्स्य सम्मेलन विक्रम सम्वत 2071 माघ 16 देखि 18 सम्म सम्पन्न भएको थियो। नेपालले सार्क सदस्य राष्ट्रभित्र 70वटा व्यापार खुल्ला गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मनमा रिस पालिरहनु भनेको अर्कामाथि फ्याँक्ने उद्देश्यले आगोको कोइला हातमा लिनु जस्तो हो। आखिर जल्ने त तिमी आफै हो भन्ने भनाइ गौतम बुद्धको हो। यी दुई सामग्री हामीले पहिलो श्रृङ्खलामा पनि प्रस्तुत गरेका थियौँ। तपाईले सम्झिनुभयो या भएन? नेपाल चार्टर अकाउन्टेन्ट संस्था आइक्यानले को आयोजनामा पहिलो आइक्यान सम्मेलन विक्रम सम्वत 2071 माघ 17 देखि 18 र 18 काठमाडौँमा आयोजना भयो, सम्पन्न भयो। दोस्रो काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2015 विक्रम सम्वत 2071 माघ 29 देखि 23 सम्म सम्पन्न भयो। साउदी नरेश अब्दुल्लाविन अब्दुल्लाजीको 90 वर्षको उमेरमा सन् 2015 जनवरी 23 मा निधन भयो। विश्वमा नागरिक बडापत्रको सुरुवात सन् 1991 देखि सुरुवात भएको हो। समाज सुधारक, किराँत धर्म प्रेरणा एवं दर्शनदाता फाल्गु नन्दको जन्म विक्रम सम्वत 1942 कार्तिक 25 मा इलाममा भएको थियो। तपसी महागुरु फाल्गु नन्दलाई राष्ट्रिय विभूति घोषणा सन् 2062 मक्सिर 16 गते गरिएको हो। बालन नाच ब्राह्मण र क्षेत्री दुवै समुदायसँग सम्बन्धित रहेको छ। नेपालको हालको राष्ट्रिय गानको सङ्गीत संयोजन अमर गुरुङद्वारा गरिएको हो। राष्ट्रिय अभियानको रूपमा नेपाल पर्यटन वर्ष भनेर सन् 2011 लाई मनाइयो। सबैभन्दा सिधा सूर्यको ताप परि गर्मी हुने अक्षांश रेखा भूमध्य रेखा हो। दुई अक्षांश रेखा बीच 111 किलोमिटरको दूरी रहेको हुन्छ। दुई अक्षांश रेखा बीचको फरक डिस्टेन्स 111 किलोमिटर रहेको छ। नाइल नदीको उत्पत्ति भिक्टोरिया तालबाट भएको हो। पृथ्वीमा 5वटा महासागर रहेका छन्। पृथ्वीमा 5वटा महासागरहरू रहेका छन्। दक्षिण ध्रुवीय महासागरको नामले कुमेरु महासागरलाई चिनिन्छ। 71% पृथ्वीको 71% जल सतह मध्ये 88.90% भाग महासागरहरूले ढाकेको छ। त्रिभुज आकारको महासागर भनेर प्रशान्त महासागरलाई बुझिन्छ। रहस्यमय बुर्मडा त्रिकोण आन्ध्र महासागरमा पर्दछ। अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर
पानामा नहर हो। सरी, डेन्युब नदी विश्वको 7वटा देश भएर बग्ने गर्दछ। महासागरहरूको सबैभन्दा गहिरो भाग मारियाना ट्रन्च फिलिपिन्सको नजिकमा पर्दछ। नयाँ संसार भनेर उत्तर अमेरिकालाई चिनिन्छ। हजारौं तालको देश भनेर फिनल्यान्डलाई चिनिन्छ। प्रायद्वीपको पनि प्रायद्वीप भनेर युरोप महादेशलाई चिनिन्छ। अमेरिका महादेशको सबैभन्दा लामो नदीको नाम मिसिसिपी हो। जनशून्य महादेश भनेर अन्टार्कटिका महादेशलाई चिनिन्छ। युरोप महादेशमा मरुभूमि छैन। अफ्रिका महादेशलाई भूमध्य रेखाले बीच भागमा काटेको छ। भूपरिवेष्टित राष्ट्र नभएको महादेश उत्तर अमेरिका हो। विश्वको दोस्रो ठुलो महादेश अफ्रिका हो। विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा मरुभूमि अफ्रिका महादेशमा नै पर्दछ। माउन्ट एल्ब्रोज युरोप महादेशमा पर्दछ। विक्रम सम्वत 2069 श्रावण 12 गतेको मन्त्री परिषदको निर्णयबाट कोशी तोसाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्ति भरण व्यवस्था कार्यालय कायम गरिएको छ। पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा वायुलाई 4 भागमा विभाजन गरिएको छ। यसको आजको यो वस्तुगत सामग्रीको अन्तिम सामग्री हो। यो पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा वायुलाई 4 भागमा 4 प्रकारमा विभाजन गरिएको छ। हामी pscclass.blogspot.com को यो भिडियो क्लास अन्तर्गत रहेका छौँ। अब लागौँ आजको विषयगत सामग्रीतर्फ। विषयगत सामग्री पनि हामीले pscclass.blogspot.com बाट लिएका छौँ, जस अन्तर्गत यो पोस्ट रहेको छ। नेपाल राष्ट्र बैंकले नेपाली रुपियाँ कहाँ र कसरी छाप्दछ भन्ने पोस्टबाट लिएका छौँ। नेपाल राष्ट्र बैंकले नेपाली रुपियाँ कहाँ र कसरी छाप्ने गर्दछ। नेपालको मुद्रा रुपियाँको नोट र सिक्का देश बाहिरको नोट तथा सिक्का छाप्ने कम्पनीमा छापिने गरेको छ। सिक्का र नोट छाप्न देश बाहिरका यस्ता भिन्न भिन्न कम्पनीलाई जिम्मा लगाइने गरिन्छ। विश्वमा यस्ता नोट छाप्ने कम्पनी लगभग 20 वटा रहेका छन्। तर नेपाल राष्ट्र बैंकले भने नेपाली नोट छाप्नका लागि गत आर्थिक वर्षमा 10 वटा कम्पनीलाई प्री क्वालिफिकेसनमा सूचीकृत गरेको थियो। 2071 पुस 25 गते नेपाल राष्ट्र बैंकले 10 वटा कम्पनीलाई सूचीकृत गरेको हो। प्री क्वालिफिकेसनमा 10 वटा कम्पनी मध्ये इन्डोनेसियाको पेरुरी कम्पनीलाई नोट छाप्नका लागि जिम्मा लगाएको स्रोतले जनाएको छ। नेपालमा विक्रम सम्वत 2002 सालदेखि कागजको नोट छाप्न सुरु गरिएको हो। राजा त्रिभुवनको पालामा नेपालमा कागजी नोटको प्रचलन सुरु भएको हो। नेपालले नोटको प्रचलन चल्ती सुरु गरेपछि विशेषतः बेलायत, होल्यान्ड, अस्ट्रेलिया जस्ता देशमा पैसा छाप्दै आएको थियो। बेलायतको डिलारू करेन्सीमा नेपालले धेरै वर्षसम्म नोट छापेको एक पूर्व गभर्नरले जानकारी दिए। केही वर्ष अघि बजारमा आएको प्लास्टिकको नोट भने रिजर्भ बैंक अफ अस्ट्रेलिया मातहतको नोट प्रकाशन गर्ने कार्यालय नोट प्रिन्टिङ अस्ट्रेलियाले छापेको थियो। केही समय अघि प्रचलनमा आएको तर अहिले बन्द रहेको पोलिमर अर्थात् प्लास्टिकको नोटमा भने कलर जाने समस्यामा देखिएपछि अहिले छाप्न बन्द गरिएको पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्रीले जानकारी दिए। उनले भने अन्य मुलुकमा राम्रो मानिएको पोलिमरको नोट नेपालमा भने टिकाउ हुन सकेन। केही नोटमा यसको कलर जाने समस्या देखेपछि नेपाल राष्ट्र बैंकले पोलिमर नोट छाप्न बन्द गरेको हो। हाम्रो छिमेकी मुलुक भारतमा पनि नोट छाप्ने कम्पनी छ। 5 वर्ष पहिलेसम्म नेपालले भारतीय कम्पनीबाट नोट छापेको थिएन। तर पूर्व गभर्नर युवराज खतिवडाको पालामा भने भारतबाट समेत नोट छापिएको र त्यसको कागजको गुणस्तर नभएको कारणपछि छाप्न छाडेको स्रोतको भनाइ छ। यस्तै छिमेकी मुलुक चीनमा नेपालले सिक्का छाप्दै आएको छ। राष्ट्र बैंकले चीन र दक्षिण कोरियाका सिक्का छाप्ने कम्पनीलाई छाप्दै आएको छ। सिक्का छाप्नको लागि मिन्ट सेवा भएको पैसा छाप्ने
कम्पनीलाई जिम्मा लगाउनु पर्ने हुन्छ। एक पूर्व गभर्नरका अनुसार अहिले नेपालमा उपलब्ध 1 रुपैयाँको सिक्का छाप्नको लागि 1 रुपैयाँभन्दा बढी लगानी लाग्दछ। उनले भने 1 रुपैयाँको सिक्का 1.5 रुपैयाँभन्दा बढी पर्दछ, तर यसको तुलनामा 2 रुपैयाँको नोट छाप्न भने केही सस्तो पर्दछ। नोट छाप्दा सानो नोटको ठुलो नोटको लागत बढी पर्ने गर्दछ। ठुलो नोटमा सिक्युरिटी फिचर्स बढी हुनेको कारण यसलाई छाप्नको लागि लागत बढी लाग्ने स्रोतको बनाइरहेको छ। विक्रम सम्वत 2071 पुस 25 गते नेपाल राष्ट्र बैंकले नोट छाप्नका लागि प्री क्वालिफिकेसनमा राखिएका नोट छाप्ने कम्पनी र देशको नाम निम्न अनुसार रहेको छ। चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, जर्मनीको जिक्स एन्ड डेभिएनेट GmbH, स्विडेनको क्रेन एबी, बेलायतको डिलारू करेन्सी, नेदरल्यान्डको जोन एसेन बैंक नोट विभी, क्यानाडाको क्यानेडियन बैंक नोट कम्पनी लिमिटेड, जर्मनीको विन्डेस डर्केरी GmbH, फ्रान्सको ओबेथर फुडिकेयर, रसियाको फेडरल स्टेट युनिटरी इन्टरप्राइजेस, इन्डोनेसियाको पेरुरी। स्रोतका अनुसार अहिले नेपाल राष्ट्र बैंकले विशेषतः यी 10 कम्पनीबाटै नोट छाप्ने गरेको छ। नोट छाप्नु पूर्व नेपाल राष्ट्र बैंकले एक पटक ग्लोबल टेन्डर आह्वान गर्दछ। यसमा विश्वका झन्डै 20वटा कम्पनीले आवेदन दिने गर्दछन्, तर नेपाल राष्ट्र बैंकले यसमध्ये 10वटा कम्पनीलाई मात्रै प्री क्वालिफिकेसनको सूचीमा समावेश गर्दछ। नोट छाप्न कसलाई दिने भनेर निर्णय गर्नु पूर्व राष्ट्र बैंकले ती प्री क्वालिफिकेसनमा परेका कम्पनीको टेक्निकल र फाइनान्सियल रिपोर्ट हेरेर एक कम्पनीलाई छनौट गर्दछ। टेक्निकल जजमेन्ट गर्दा कागजको क्वालिटी, सेक्युरिटी फिचर जस्ता विभिन्न कुरामा ध्यान दिइन्छ। फाइनान्सियल जजमेन्ट गर्दा भने कम लागतमा पैसा छाप्ने कम्पनीलाई बढी प्राथमिकता दिने गरिन्छ। यसरी छापेको नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको स्टोरमा ल्याएर रुममा ल्याएर राख्ने गरिन्छ। तर छापिएका नोटको प्रिफिक्स नम्बर चलनमा ल्याएको राष्ट्र बैंकले सूचना जारी नगर्दासम्म त्यो नोटको मान्यता हुँदैन। राष्ट्र बैंकले बेला बेलामा प्रिफिक्स नम्बर जारी गरेको सूचना बाहिर ल्याउने गर्दछ। आजको लागि वस्तुगत सामग्री पनि यति नै, विषयगत सामग्री पनि यति नै रहेको छ। वस्तुगत तथा विषयगत सामग्री हामीले प्रस्तुत गर्यौँ। लोकसेवा आयोगको तयारी कक्षा, पब्लिक सर्भिस कमिसन प्रिपरेसन क्लास pscclass.blogspot.com बाट दुईटा सामग्री, लोकसेवा आयोगको तयारी कक्षा सबैका लागि, सबैतिरका केही प्रश्न उत्तरहरू भाग 2 बाट वस्तुगत प्रश्नहरू र विषयगत सामग्री, नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ कहाँ र कसरी छाप्दछ भन्ने। तपाई पनि लोकसेवासँग सम्बन्धित सामग्री या त कुनै पनि शैक्षिक सामग्री या कुनै पुस्तक पढ्ने चाहनामा हुनुहुन्छ भने हाम्रो pscclass.blogspot.com मा गएर पढ्न सक्नुहुन्छ। त्यस्तै हाम्रो फेसबुक पेज www.facebook.com/loksewa57 या त ट्विटरको twitter.com/LOK_class मा गएर हामीलाई फलो तथा लाइक गर्न सक्नुहुन्छ। साथै हामीलाई कुनै पनि सुझाव अथवा कुनै पनि सामग्रीहरू उपलब्ध गराउन चाहनुहुन्छ भने पनि हामीलाई ट्विटरमा, फेसबुकमा डाइरेक्ट मेसेज गर्न पनि सक्नुहुन्छ अथवा हाम्रो इमेल आइडी dinesh57@gmail.com अथवा dineshlamichhane57@gmail.com मा मेल गर्न पनि सक्नुहुन्छ। भिडियो हेर्नुभएकोमा थ्याङ्क यू फर वाचिङ। कृपया सब्सक्राइब गर्नुहुन अनुरोध गर्दछौँ। आजको लागि दोस्रो श्रृङ्खला यति नै। थ्याङ्क यू।